हेलो दोस्तों, आज हामी गर्नेवाला छौँ आफ्नो कलेक्सन रिभिल जो त मेरो अगाडिको आइडी चाहिँ ट्याग भइसकेको थियो। जसमा चाहिँ मैले राम्रो राम्रो गन स्किनहरू चाहिँ निकालेको थिएँ, लाइक इभोगन्स अनि इभोगन्स चाहिँ 7वटा थिए अनि चाहिँ राम्रो राम्रो कोब्रा बन्डलहरू ओल्ड चिज थिए। त्यो आइडी चाहिँ ब्यान्ड भएर मैले चाहिँ यो आफ्नो पुरानो आइडी चाहिँ फेरि 4 वर्ष पुरानो निकालेको थिएँ अनि यो आइडीमा चाहिँ मैले भर्खर भर्खर खेल्न लागेको छु। धेरै लेभल छैन, 43 मात्रै छ होइन। अनि चाहिँ कसैले कोल्याब छ होइन, सबैले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। म अब आफ्नो कलेक्सन देखाउन जाँदैछु अनि सबैले लाइक एन्ड सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। कलेक्सन तर्फबाट तपाईँले देख्नुहुन्छ एउटा स्काउन्डिमेन्टको अनि एउटा फेरि गभर्मेन्ट कम्प्लेमेन्टको एउटा लाटको इभेन्टको छ अनि एउटा चाहिँ जर्सी छ, ब्ल्याक जर्सी अनि एउटा चाहिँ यतिवाला बन्डल रहेको छ अनि एउटा चाहिँ गोल्डको बन्डल छ अनि एउटा चाहिँ फ्रीको बन्डल छ अनि एउटा चाहिँ फेरि गोल्ड बन्डल छ अनि एउटा स्टोरमा छ त्यो 899 डायमन्डको त्यो छ अनि अरू केही छन् अनि केटीको बन्डल छ अनि केटीको बन्डल छन् अनि हेयरहरू पनि धेरै खास केही छैन, यति छन् अनि तल तलबाट हल्का रेयर चिजहरू पनि देखिन्छन्। प्यान्टहरू पनि त्यस्तो केही छैन अनि यसको सबभन्दा खतरनाक कलेक्सन रहेको छ अदर्सवाला सेक्सनमा रहेको छ। त्यसमा चाहिँ ओल्ड प्लेयर राइस्टारको प्यान्ट पनि चाहिँ देख्नुहुन्छ, राइस्टारको प्यान्ट अनि तलबाट ओल्डवाला प्यान्ट्स पनि छन् धेरै अनि एउटा फुल बन्डलमा जुत्ताहरू पनि छन्, एउटा टुप्पो बिग्रेको छ अनि अरू सबै एक्स्ट्रा वाइट सुज 3टा छन्, एउटा जोडिएको रहेका छन्। किसिमको 2टा अनि एउटा नाटो इभेन्टको छ। फुल बन्डलमा एउटै छ, 6वटा इभेन्ट छ, 2टा हेरेका 2टा फेरिका एउटा 2टा डायमन्ड परेका अरू चाहिँ केही छैन, त्यतिकै छन्। कलेक्सनमा चाहिँ यस्तै यस्तो ब्याग छ। यो चाहिँ ओल्ड इन्डियन गोल्ड ब्याग, त्यो पनि ओल्ड अरू सबै ठिकै छन् अनि त्यो गिटारवाला लुट बक्स पनि खतरा रहेको छैन अनि यो डिजिटलवाला लुट बक्स ओल्ड लुट बक्स हो अनि लुट बक्स पनि खतरा छ। त्यो लास्टको चाहिँ सबै सङहरू अनि भेकल्सहरू पनि देख्नुहुन्छ, भेकल्स त्यस्तो केही छैन, प्यारासुटहरू पनि त्यस्तो केही छैन खासै अनि प्यारासुटहरू त्यस्तो नर्मल छन् अनि खुबै ओल्ड छन्, 5-6वटा ओल्ड छन् एन्ड देख्न सक्नुहुन्छ आफै होइन। अब खोज गरेर हेर्नुलाई छिटो छ भिडियो त लाइक एन्ड सब्सक्राइब अल्सो हुने हुँदैन, लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। अनि चाहिँ यिनी रहेका छन् स्काई बोर्डहरू, बिटिएसको रियर पनि रहेको छ होइन, अरू सबै नर्मलहरू मिल्छन्, रियर पनि छन् होइन एन्ड अरू केही रहेको छैन। अनि चाहिँ भेकल्सहरू पनि हेर्दा हुन्छ, बाइकका 7वटा रहेका छन्। दिनमध्येमा चाहिँ मलाई फर्स्ट टाइम मनपर्छ अनि चाहिँ म स्टकको एउटै छ अनि चाहिँ यिनीहरूको 3टा मलाई लास्टको निलो मनपर्छ, अरू केही छैन। अनि प्रोफाइलमा पनि ओल्ड अख्तर ब्यानर ऐसी चीज है देख्न सक्नुहुन्छ अनि चाहिँ यो अख्तर ब्यानर सब ओल्ड छ देख्न सक्नुहुन्छ। प्राइम लेभलवाला पनि छ अनि तलको दुईटा हरिया पनि छन्, सबैभन्दा ओल्ड एडमको पनि छ अनि चाहिँ बेटल कार्ड एउटा छ र सबभन्दा मनपर्ने मलाई त्यो म्यागजिमको अनि यो ब्राइट वारियरवाला थियो अनि सिएस ऱ्याङ्कको 9 सिजन पनि छ, सिल्भरको अनि 10 सिजन पनि छ, 26 सिल्भर पनि छ सिजन, राम्रो छ होइन ओल्ड आइडी होइन। अनि एउटा ब्याटल कार्ड रहेको छ अनि अदर्सवाला सेक्सनमा जाँदैन अब हामी एन्ड अदर्सवाला सेक्सनमा अगाडि म जाँदै हुनुहुन्छ।
अनि एभोल्युसन टोकनमा हुन्छ सिद्धान्त अनि नर्मल जिससको लाइकले याद आयो यो ओल्ड टोकन एन्ड यो पनि देख्न सक्नुहुन्छ हैन तल पार्ने ठिकै छ। अब सबभन्दा मेन कुरा यसको आयो गन स्किनको कुरा। त गन स्किन गर्न सक्छ ओल्ड रहेको छ 10,000 MP1 का स्किन एन्ड AK47 को पनि दुईटा हान र मलाई यो सेकेन्ड वाला मन पर्छ किनभने यो ओल्ड स्कारको पनि दुईटा हान तर मलाई फर्स्ट वाला मन पर्छ ओल्ड एन्ड फार्मासको पनि एउटा छ जो टेम्पररी छ पर्मानेन्ट छैन एक्समेटको एउटा छ एन्ड अफको एउटा छ ओल्ड पिकरको एउटा छ जो मलाई फर्स्ट मन पर्छ एन्ड अरु M249 को पनि छ एउटा राम्रो लाग्छ ओल्ड अनि UMP को एउटा एन्ड M5 को पनि M5 मलाई राम्रो लाग्छ किनभने ओल्ड अस्ति रिटर्न आएको थियो एन्ड P90 का पनि दुईटा छन् अनि भ्याक्टरको एउटा छ बाइजेनको एउटा छ एन्ड सर्भरमा M10 को एउटा छ म्याक्सिमको एउटा छ चार्ज बुस्टरको एउटा छ अरु अगाडि बरु भने एरोप्लेन को एउटा छ एन्ड कार्नेट छैन M2B को एउटा छ अनि M24 को पनि एउटा छ एन्ड अरु केही छैन अनि पिस्तोल पनि राखेको हामीले पिस्तोलमा डेजर्टको USP को Z10 को छैन M1873 को एउटा छ अनि चाहिँ M500 को दुईटा छन् मिनी म्युजिकको ठिट्टा मलाई फर्स्ट मन पर्छ सब ओल्ड चाहिँ पुराना यादहरू ताजा हुनु त्यो पुराना हेर भनेको स्नाइपर पनि हेर्ने मिनी वेपनमा दुईटा मलाई मन पर्छ यो फर्स्ट वाला अनि यसमा पनि मलाई मन पर्ने फर्स्ट वाला यो मलाई ब्याटमा लास्ट वाला नर्मल मन पर्छ किनभने त्यो ओल्ड टाइममा पाइन्छ आजकल बोय हाल्न बोयलेको भन्नु त्यही भएर कटाना पनि एउटा रियल कटाना छ राम्रो कटाना अनि स्काइस छ दुईटा फिस्ट छैन अनि ग्रेनेडहरू देखाउनुहुन्छ ठिकै छन् ग्लोबल पनि देख्न सक्नुहुन्छ मलाई फर्स्ट मन पर्छ किनभने ओल्ड अदर्समा केही छैन प्रोफाइल चेक गर्ने भने प्रोफाइलमा अब एउटा राम्रो कम्बिनेसन बनाउँछु मैले चाहिँ एमा जुसुकेसनको एउटा बन्डलको त्यो लगेँ अनि चाहिँ एउटा टी सर्ट लगेँ टी सर्ट म चेन्ज गर्छु होइन मन परिरहेको मैले एउटा त्यो लगेँ अनि टी सर्ट अब चेन्ज गर्नु पर्ने भएको थियो टी सर्टमाथि लाटो राखिदिएँ अनि सुज चाहिँ म त्यो इभेन्टको सुज चाहिँ राख्छु एन्ड म यसको प्रोफाइल पनि देखाइदिन्छु तपाईँलाई एकचोटि सबैले प्रोफाइल पनि हेर्नुहोस् प्रोफाइलमा 43 लेभलको छ अनि 3 जना हेरेका छन् 4 वर्ष पुरानो छ अनि त्यही छ सबै गएको छ सियासमा पनि बिहारमा पनि धेरै त पुरो त छैन त्यही पनि वेपन सियासमा 663 छ एल्बममा के हेरेको अनि भिडियोमा फोटोजमा के छ नरिसको 93 छ वेस्टलेस हुन्छ राम्रो छ लोल छ अनि त्यही भएर मेरो कलेक्सन चाहिँ अब हेर्न सकिन्छ सबैले लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला एन्ड जतिसक्दो भिडियोलाई सेयर पनि गर्नु होला एन्ड कुसारी दाइलाई र मलाई सब्स्क्राइब गर्न नबिर्सनु होला आजको लागि यति नै भन्दै म तपाईसँग बिदा हुन चाहन्छु।